मलाई सुसमाचार सुनाउनु हुने आदरणीय मेरो सहरजुले मजुलाई पनि एकदम आत्मादेखि नै उच्च सम्मान परमेश्वर पिताको परिपूर्ण आशिष भन्न चाहे र म गराउँसँगै गराइदिनु हुने शिव सर हजुर जुन जस्तो अवस्थामा हुनुहुन्छ परमेश्वर पिताले एकदम रक्ष र सुरक्षाको साथमा राखिसक्नु भएर मेरो नम्र नमस्कार ईश्वरको परिपूर्ण आशिष भन्न चाहे र यसै आज मरुभूमिमा पनि सत्यताको बिउ ल्याएर रोप्नु हुनुहुने आदरणीय रामबहादुर सर हजुर जुन जस्तो अवस्थामा हुनुहुन्छ परमेश्वर पिताले अनुग्रह र शान्तिमा राखिसक्नुभयो उहाँको होल फ्यामिलीलाई पनि आशिषमय बनाएर राखिसक्नुभयो। त्यसै गरी यस बन्धुबै शाखाको तिनैजना अमृतमय हजुर सुजन सर हजुर परमेश्वर हजुर लगायत बन्धुबै शाखाबाट हातमा साथमा साथ दिएर परमेश्वरको महिमालाई अगाडि बढाउनु हुने हरेक आत्मिक जनमा एकमुष्टैमा नम्र नमस्कार ईश्वरको परिपूर्ण आशिष र आज शाखाको बिरुलाई पनि नजिक बनाउँदै अबुधाबी शाखामा पनि सत्यताको बिउ ल्याएर रोप्नु हुनुहुने आदरणीय गीता मेम हजुर अमर सर हजुर लगायत अबुधाबी शाखाका लिडरजन विश्वासी जनमा एकमुष्टैमा नम्र नमस्कार ईश्वरको परिपूर्ण आशिष भन्न चाहे ईश्वरलाई धन्यवाद गर्छु गुरुको बनाउनु मन त कति नै ढुकढुक त भएको छैन ईश्वर धन्यवाद तपाईँले आज यो स्थानमा खडा गर्नुभएको छ त मेरो मुखलाई इस्तेमाल गर्दै पनि तपाईँ स्वयं बोल्नुहुनेछ ईश्वरलाई धन्यवाद गर्छु गुरु शुभको नाममा र मेरो गवाई भन्नुपर्दा त म कुनै रोग र कष्टले भन्दा पनि म खुलात्मा यस्तो तरिकाले फसेको थिएँ है र सम्पूर्ण जनहरूले सुन्नुभएको पनि छ होइन यदि नसा खाएर नसा लाग्छ भने रोडमा गुड्ने गाडी र आकाशमा उड्ने प्लेन मात्रै बाँकी थियो है नखाएको चिज केही थिएन ईश्वर धन्यवाद र आज परमेश्वर पिताले मलाई हरेक त्यो नसाको कुलतबाट छुटाएर होइन आज परमेश्वरको राज्यमा सुलतमा ल्याउनु भएको छ सबैजना ईश्वरलाई धन्यवाद गर्छु र त्यसै गरी म परमेश्वरको राज्यलाई चिनेर परमेश्वरले मलाई चुन्नु भएको पनि 10, 11, 12 वर्ष भइसक्यो 10, 12 वर्षको अवधिमा कुनै दिन म जीवित नै छु है तर नराम्रोवाला आत्मालाई दोष दिने त हामी अरूलाई दोषी ठहरायौँ भने स्वयं हामी दोषी ठहरिनेछौँ तर पनि यो मेरो गवाही हो ईश्वर समक्षमा मागेर यो गवाही भन्दैछु है मलाई चाहिँ म जिउँदो मान्छेको पनि आत्मा निकालेर शरीर एकातिर आत्मा एकतिर भएको थियो है ईश्वर धन्यवाद गर्छु गुरु येशूको नाममा त्यो अवस्थाबाट पनि परमेश्वरले स्वयं मलाई एकदम वचनद्वारा खडा गर्नुभयो जति पनि म कुन कारणले चुकेर म त्यो अवस्थामा पुगेको थिएँ सो परमेश्वर पिताले मलाई